मोबाइलको क्वालिटी त गाइस छैन तर लङ टाइम वी आर ब्याक झर्दै छ झर्न चाहिँ अलि गाह्रो छ के कुन ठाउँ गरे यो छेत्री टाढी गरे हामी चाहिँ रनिङ आउँदाखेरि टक्क आँप अब लिची देखाउँछु मैले आँप गरेर लिची देखाउँछु मैले होइन लिची हेरौँ ए लिचीको बुट्टाहरू हेर्नुहोस् देखाउलाई गाइज एडभेन्चरस म्यान भर्सेस वाइल्ड हान्दैछ है अहिले चाहिँ हामी फालिदिउँ क्या म त हाम्रो हाइकिङ भनेको यही हो है त यहाँबाट खस्यो भने मेरो सायद हात खुट्टा भाँचिएको देख्नुहुन्छ होला हाँस्छौ खुच्ची मोबाइल छ त मोबाइल छ त यार म झर्छु के हो हाँसिम यो के ओ यो मोबाइल छ भलगर आउँदैछ झार्दैछ कहिले त राम्रो छैन यहाँ चाहिँ अर्को हाम्रो हामीलाई खा भनिसक्नु भएको छ बिस्तारै झर्नु छ है सब हेर्नु गाइस यो आँप हो र लिची होइन र लिची खान है लिची खान आम के गर्नु खानै पर्यो के हो यो लिची हो घरमा सुतेर बस्नेलाई के थाहा लिची यार यहाँ के हो यार केटा रातै जो यार पुरै माथिबाट खसेर उस भएको छ कि यार लिची हो केटा के गर्नु आइहाल्यौँ खानु पर्यो अहिले झोलामा जाने नाइस यार नाइस कति हो लिची अब झोलामा प्याकिङ गर्ने समय आइसकेको छ यहाँ थरी थरीको आँप जस्तो भन्यो चाहिँ अब डाइरेक्ट युट्युब बनाउनु छैन आफ्टर लङ टाइम मेमोरीको लागि है यो भिडियो चाहिँ त्यसरी खान्थ्यौँ भनेर हामीले जता त्यतै रातै रातै यो माथिबाट झऱ्यो क्या डाइरेक्ट यो त लगेर बेच्यो भने पनि पिउँ हुन्छ होला है पैसा चढिदिनु म सक्दिनँ होला यार चिल्ले यो पानी परेको हिजो साँझ फेरि यो साँझ पानी परेको नि त अनि टक्क पानी परेर पुरै झरेछ नि त हावाहरू पनि चलिरहेको छ कति खानी ल झोला सानो भयो क्या यार आर शनिबार के बोरै लिएर आइदिने हो होइन आइफोन भयो त राम्रो देखिँदै के अरे क्वालिटी के गर्नु एन्ड्रोइड पर्यो खस्यो खसालम ल पुरै यार यहाँ पानीभन्दा बढी आँप रहेछ खोलामा के हो यो खोलामा माछा छैन बरु आँप छ यार यहाँ त नाइस one कस्तो खाले हेर लेदो लेदो हेर त यहाँ छ यो खसेको भर्खर साह्रो छ यार यस्तो रातो नि
माछा रहेछ एउटा काँक्रै पनि छ क्या उज्जो क्या होइन ठाउँको मान्छे कति खानु यार मिठिन्छ यार झरे कि उताको ओ यो पानीमा आफूले हान्ने कि यहीँ छ त्यहीँ हान न वहीँ हाल्नु बसिरहेको छन् उसको उसमा त्यहाँ तल हातैले भेटिन्छ यार त्यो उयो त यार मा चढ्छु त्यो यहीँ छ यार हान्छ नि टकटाकोमा त्यो भगाले ओइ त्यो बम पड्केको जस्तो आएको छ त बम पड्केको जस्तो क्या आवाज त यो फेरि लास्ट ठुल्ठुलो हो क्या फेरि यार चढ्न नि यस्तो चिप्लो पानी परेको छ त हो क्या फेरि हल्लाउन नि कहाँ सक्ने त नि यार हातले टिपेर कति साध्यै नै छैन यार यो हातले टिपेर त यस्तो यो ल ए हाल्दै हो अङ्गुर यस्तो टक्क आँप त ऊ यता 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 पनि अब आँप त अब अङ्गुरभन्दा सानो सानो उतातिर पनि काफी छन् नाइस यार यो यार कति रातो माथि त्यत्रो थुपारेर आयो त माथि अब हाल्नु पर्ने क्या यो लिएर जाऊँ न भाडा पनि अटाउनु पर्यो ल फेरि लोभले बिलाप पनि हुन्छ नि धेरै खानु पनि हुँदैन कि थुप्रो खाने ल अब अर्को हप्ता आइयो भने एकदम फुल प्लानले आउने है हामी एकदम गोरै बडा लिएर नि यहाँ पनि तर फुल लाग्नुपर्छ है फुल लाग्नुपर्छ क्या फुल हाल्नुपर्छ क्या माथि माथि छ त यार अरे मासु चाहिँ जति घुमेर छैन नि त हामी दुईवटा मासु कहाँ पुऱ्याइरहेको छु अहिले रेड चिल्ली फुलेछ भने आउँछ खाएर जाने पैसा लाग्छ तिमीहरूले त्यो भवा लाग्यो आँप चाहिँ यहाँ त ओ यो त ठुलो छ यार यसमा छ र आँप यार आँपै देखेँ नि कलर एउटै देखेको तर सब स्वाद फरक फरक छ क्या म्याम एकदम सक्दैन म कुन चाहिँमा त चढेछु के यसो गाइस यसो यसो त्यो प्लेनमा चढेको त्यो कुर्सी यस्तो हल्लाउँछ आँप पनि इत्रु इत्रु छ यार कतै खानु कतै आँप पाक्नै छ कतै पाकेर के भइसक्यो यस्तो खालको मिठो हो कि हरियो खालको हरियो रातो खालको त्यो बवाल ल्याएर त्यो वाला
के हो यार अङ्गुर जस्तो तर ओर्सित भयो नि यो ठाउँ के गर्नु यार अङ्गुर जस्तो छ यार यो त के हो यो कलिलै भन्दा पनि फेरि भित्र गेडा छ यार पुरै माथि थुपाएर छ जाहेर नि आपको बुढा आइडी पनि फ्रिज भएर बस्यो होला यार त्यो युट्युब च्यानलको यार भिडियो कति पैसा नहालेको त्यही नि भिडियो अब लाइक साइक नआयो नि केही फरक पर्दैन मेमोरीको लागि हो हामी टक्क आएको थियौँ भनेर होइन आँप यो त्यति गरिम छैन क्या आज हिजो सादा पानी परेको भएर पुरै दाँत मर्क्यो है खोलामा माछा छैन तर आँप छ क्या जहाँ भेट्यो टिप्यो हिँड्यो खायो उयो त राम्रै हो यो त भर्खरै खसेको बुढाले पढाउनु न एकाउन्ट शिक्षा र केन्द्र गरे अर्थशास्त्र देख्न त देखेछ बुढाले नबोलेको काठमा आम राखेको यहाँ त यो खाएर भ्याउन त उस्तै यो त टिपेर नि भ्याइन्न यार आँप त होइन के र ढुङ्गा सब यहाँ चाहिँ पहिरो गएको रहेछ होइन पानी खान्छ यार यहाँ हामीले राखेको नि बोतल टक्क बिहान आँप खाँदै ओहो निकाल्नु त्यहाँ बाटोमा यार आउँदाखेरि गँडा थियो त्यहाँ त्यहाँ उकालो भन्दा अलि अगाडि यस्तो उयो भएर बसिरहेको थियो खाऊँ त पानी भिडियो छ यार यो झन् पानी ल्याउँदा मलाई पानी भर न घाम त भर बोतलमा भर न पानी भरेको ल यहाँ गहटा होला यार पक्का पानी छ नि गरेर प्लास्टिक लिएर आउने हो अहिले माथि गएर आँपलाई नि भनेको होइन र अझै प्लास्टिक झोला ल्याएर कपडामा लिएर जाने माथिको बाटो हो र होइन यस्तो नाइस बाटो हो र त्यो माथि यार मार पकाउने हो
ऊ यहाँ हेर्न ऊ आँपको बुट्टा हेर्छ त्यहाँ त्यहाँ पुरै आँपको बुट्टा यार बेला नि के खाने अब यहाँ खा यहाँ यहाँ ठुल्ठुलो नि खाँदा यार यस्तो खालको कति मिनट हो क्या कति खाने हो हामीलाई याद थियो त एउटा दिँदा भयो पो अब यति खाने फाल्दिने चाख्ने खाजाको हाम्रो दिन जस्तो छैन मकै चोर अनि त्यो झाडी झाडी केरा चोर्दिनी के चोर्दिनी अनि उहाँ गयो घर माथि जाने यो त उस छ यार के गर्ने ए यहाँ के हो त्यो यहाँ त ल्याएर पहिल्यै यता माथि के यति आयो नि झर्छ सबै भान्जानलाई थाहा हामी त आयो खस्यो ए खसेन झरेको मात्र कति खाने भनेर हामीले आज झरालेरै झारेर पनि खान कोसिस गरिरहेका छौँ किनकि आएर यार पाकेको कस्तो बल जता त्यही पाकेको थियो यार खस्यो खस्यो एउटा त खस्यो हेर म्याच भयो होला 45 गरिसक्यो कसको भएर आज ब्राजिलको यति छिटो भइसक्यो फेरि कहाँ थियो अनि गाउँमा खेलेको त नि ए यो टिभीबाट पनि त हेरेको नि आएन के मेरो नदेखा कोही देखाउनु हाम्बाबाको पनि देखाउँदैन अनि यही गरेको अनि पैसा दिनुपर्छ होइन र लाइभ भइसक्यो ए 6:15 मा रहेछ यार हेर त गोल हानिसक्यो होला बनाउन आउनु पर्यो यार तिमी ठान्ने एकचोटि यार हामी उयो हाले नि हुन्छ त हो क्लिक फाइ ए हाम्बाबाको जस्तै रहेछ चल्दैन है कुनैकोमा यहाँ जाने हैन अनि हेरि आउँछ लाइभ दाब्दै नि हेर्नु डाइरेक्ट के हाल्नु ब्राजिल भर्सेस हाइटी दाब्न त्यहाँ एकछिन कहाँ दाब्दै के कति गोल हाल्ने छन् गुगलमा झन् देखाइहाल्छ यति यति गोल भएको भनेर 50 मा त 6-15 मा भनेको नि अझ त हानेवाला गएको त यहाँ नेट नदिएको के हो कति हुन्छ के जङ्गलमा हामी त हामी यस्ता दुईटा तीनटा देखाए बल्ल जम्मा माथि गरेर हामी लाइभ हेरिन्छ आयो हाने ब्राजिल दुई हान्यो राम्रो देखाउँदो रहेछ त्यो 90s को जस्तो है भिडियो त यहाँ झन् राम्रो देखाउँछ तर राम्रै देखाएको छ यहाँ पनि हेर्नलाई यतिको भए पनि ठिकै हुन्छ यार 90s को जस्तो छ त क्वालिटी त भए अलिक धेरै जुम गरेछ क्या हैन कुन गोल यो निलो ब्राजिल यसको नाम राफिना क्वालिटी यहाँ त राम्रो देखाउँदो रहेछ ओपी हो यो त ए यहाँ त हरियो देखाउँदो रहेछ देखाउँदो रहेछ अब बगानमा आएर
लाइभ फुटबल लाइभ उता दियो दियो जम आऊ खा हेर्दै गर्नु नि कता हानेको यार कता बाटो अब त सानो ठुलो जस्तो नि छ यार यता अहिले माथि रहेछ यार बाटो त मा चढ्छ होला यार त्यो पानी लाने बाटो हो क्या हो बाटो ए माथि त्यो बबाल यहाँबाट हिँड्नु माथि यता ऐच मा चढ्नला छ हामी चाहिँ कहाँ जान्छ थाहा छैन हामीलाई त नि ओ जान्छ जान्छ बाटो जान्छ जान्छ ऐच जे पनि पानी नानी पर्छ जस्तो हेर्दा त ओके ना यहाँ भिरबाट उकिन मिलेन ओके यातिर पो रहेछ त यार बाँस त पुला बार बनाउन रहेछ त किन है चाप यहाँबाट हुन्छ त ओपीवाला भ्यू यहाँ खेत रहेछ त माथि त खेत छ त खेत छ त यहाँ त कस्तो बवाल रहेछ यहाँसम्म रहेछ यार यहाँ बसेर पार्टी हान्न त त्यो मजाको भ्यू जाँदेर यहाँ चढ्न मिल्छ माथि बवाल हाँ तो यार पीछे है ना के गरियो ठाउँको नाम यो पानी छ थाहा छैन यो यता खेती जाने पारेको बोरा लिएर आउनु पर्ने हामीले चसो ए एउटा मात्रै छ यार आइफोन लिएर आउनु पर्छ के गर्नु खानै पर्यो राधै के यार यो त यार पात भन्दा उयो आँप छ यहाँ त रात यार लिच्ची लिच्ची गाइस कोही कहाँ गएर ओइ म त कहाँ गयो भनेर के आँप नन झरेछ यार लिच्ची लिच्ची टिप्न आएको छ हामी चाहिँ त्यो फेरि कति खाने आँप कि अङ्गुर हो रे यस्तो जता पनि यार लाल लाल रातो यार यो त हामी सुरुमा आएको ठाउँमा आइसक्यौँ टक्केर नाप त यार नाइस त्यत्रो अटाउनु यार थेट हटाउन अघि झोला त्यत्रो उसको छ त्यत्रो धेरै हो त्यहाँ पुरै पाकेको है तर यो हटाउँछ रे हटाउँछ क्या खाँदै हाल्ने हो खाँदै हाल्ने हो त्यहाँ ठाउँ नि खाऊँ अगाडि पनि पुगाउनु परेन त्यहाँ उसमा प्लास्टिकमा दियो त्यो दोकानमा अनि यो हाल्ने उयो नराम्रो तिमीहरूले त के अरे एकचोटि बाँडेर हुन्छ उतै गएर यतातिर
माथि हालेर लग्छु नाइस यार यस्तो आएको रातो भन्दा नि अटाउँछ मजाले अलि अटाउँछ माथिन्छ त हँ माथिन्छ त माथिन्छ हेर त कस्तो कस्तो छ हेर अर्को शनिबार चाहिँ बोरै लिएर आउने क्या नसकी भयो नि त्यो बोकेरै लाने हेर बिस्तारै बिस्तारै भयो नि अझै यति अटाउँछ कि हेर यति खाले छ अझै या लाल आँप टिपेर यहाँ भ्याइन्न आँप त रातो रातो मात्रै छ यहाँ भवाल गयो अरे देखाउनु लागि भए पनि लिएर जाने रातो रातो आसिनले आज गरे धुरा धुनुपर्छ अटाउँछ है बजीतिर पनि हाल हो क्या लानी हो बहुत लानी हो अब अरू यस्तै खाले अर्को खाले हाल्ने यस्तो यस्तो यस्तोमा बोकेर लगाउँ न बोकेर लाने अनि फेरि त्यहाँ गएर प्लास्टिकमा हाल्ने माथि जाऊँ न माथि माथि पनि चाहौँ यो त हरियै छ यहाँ त ठुल्ठुलो ठुल्ठुलो छ त यहाँ त भर्खर आज गयो यस्तो चोपै छ माथि पुरै पाकेको कति खानु आँप खाना मजा त यस्तै भएको मिठी रस आयो यसमा चढ्न सकिन्छ तर हो यस्तो लगाउँ न त अब ए मोबाइलमै पस्यो रस त ओहो त्यही क्या कति खाने होइन अब त ले जाऊँ न त कपडामै त्यहाँ गएर उचाल्ने त्यहाँ गएर प्लास्टिकमा हाल्ने यो के बुटा आफै हो यो होइन कि यो कि हो यो उयो अगाडिको के उयो कस्तो कहिले नदेखेको बुटाहरू छन् यसो घुमेर आउँछौँ है त हामी चाहिँ टक्क मासतिर माथि माथिबाट जाने बाटोबाट यो झऱ्यो भाइलाई भन्नु पर्यो यार अब त फोटो भयो नि लिएर आउनु पर्यो फोटै कति छैन यार एउटा ग्रुप हानमै त्यो उकालो तर भन खत्रै हो क्या हेर न अहिले मैले यी हान्छु के हेर कति टपायो ओइ धोपा अङ्गुर हो क्या त्यो होइन चारवटा छ यार अङ्गुर ठिकै छ हेर त अनि अलिकति ल ठ्याक्कैले त्यही Oh my god. ल Oh, hanam dah. खदाल 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 Woi, ayo. बनाइरहेको छु यार अग्नाइबाट
टक्क घाम लाउँदै आज तर ढिलो लाग्यो नि घाम भिर पानी परेर बादल गरेछ नि त उम्। पुरै अब गरी यता तर आउँदा शीतल लाग्यो यता चाहिँ आएको छैन आज शीतल नभएको आज कम्ता पैसा निक्लिन्थ्यो हरिब गरी भएको न आज त दौडिँदा नि पसिनै पसिना ऊ अझै छ रे देखेर कस्तो हो यो खाम त यो चाहिँ घर झारेको ओ यो त छ्या दिको नराम्रो खालको न पिठा अमिलो खालको आएको जस्तै हुन्छ क्या केयर त्यो प्रेटी जस्तो त्यो डिस्कसन चाहिन्छ अझै छोडे गरे कस्तो भन्दै न माथि माथि जाऊँ क्या लाग्दैन कस्तो माथि आउँछ है त अब उयो हान्छ टाउको महिनोले त झप्पा क्या अङ्गुर अब मोबाइलमा देखिन्न होइन अब पाकेको साकेको कता कता भाटा टाढाको आँखाले देख्नु मात्रै हो राम्रो पुरै आँपै आँप क्या यार पुरै अब इनुर पनि सब आँप भुइँमा झर्छ त्यो पनि अब पछि कति यो यो चाहिँ अरू पनि के बाटैभरि यहाँ त आँप बग्छ क्या अरे म्यानेज गरेर आऊ माथिबाट झर्छ क्या क्या त्यो आँप त साइकल पेरेर पुरा बोरा बोरा लिएर गएर बेचिदिनु क्या हामी साइकलमा त आएको नि पहिला बिचरी आएको खै के ढुङ्गा जाउँ जाउँ पोलेर खाइदिने त्यताबाट धुवाउ न उताबाट हात हाल्नु यहीँ त माथि आँप होइन यस्तो कति पाकेको यार माथा निकाल्न आइरहेको छ होइन भोदिउ नि त्यो लौरले रेड चिल्ली लगाएर पोलिदिनु भन्ने डराइहाल्यो कि त्यहाँ आँप कहाँ छैन कि यहाँ उयो त्यहाँ राम्रो यहाँ अनि फर्किने हो त्यो त यस्तो फोहोर भयो पुरै पानीले त्यो शीतले कति हो यार आँप त्यहाँ यहाँतिर त ला यस्तो आँप त जहाँ हेऱ्यो पाक्यो अब के गर्नु त अब खानै पर्यो यहाँ बाटो माथि जान्छ क्या हो यो यस्तरी यस्तरी घुमेर फर्किन्छ होला कि यो बाटो बाटो के हो यस्तरी आँप त यार पात छैन यसमा आँप छ यार यति धेरै कहाँ गयो तिनीहरू दुइटा ओ कता हो कहाँ गएको र आँपै आँप त नि जहाँ हेऱ्यो नि आँप त्यो छन् बाटो अब लड्यो भने त लड्यो
यार आँप पनि कुचिरहेको छ यार जाम त अनि यो मिठो रहेछ कि हजुरको ए झरेको यार तो क्या झोलै भरिसक्यो आँपले पनि जाम ल गुलियो है यार ये तो यार चिनी त के हो र यार यो यसो गर्दा अहिले गएको ब्लगर खाना अहिले मलाई नै लाग्छ रे यो त हरिब गुल्यो अहिलेसम्म केही आलम त मिला यो नाइस रहेछ कि यो त हेर न यो त अलि नराम्रो छ रे कल के हो यसको त कल परेछ कि यसको त के हो उस्तै ल खोल त खोल आलम ल कोर्स मिलाएर हाल्नुपर्छ कपडामै भनिदिएर नि अहिले मागेर ओके झोलामा हालेर फर्किँदै आऊ है अँ 8 बज्न लागिसक्यो ल मिलाऊ त्यो हाल्नु 10 बजीसम्म त पुग्नु पर्छ मैले निस्कनु थियो आज 10 बजे पुगिन्छ 10 सेकेन्ड थियो छैन आज हामीसँग रहेछ क्या रहेछ के 10 नराम्रो जति फाल्दो क्या धेरै हाल्नु पर्छ कि यो खाजा होइन तर यो मिठो हो कि तर यो चाहिँ यहाँ पनि मिल्छ हाल न यहाँ बाबा यो टिक टिक भयो होला यहाँ त गजब रहेछ अझै अट्छ बोरा ल्याम त भन्न मन लागिरहेको थियो क्या नेक्स्ट टाइम बोरामा जाम ल बोक्दैन चिठारीलाई यसो त गोजीमा पनि रहेछ जाम आउँछ बाटोमा गोजीमा हाल्ने खाँदै जाँदै जाने अनि चार्जर फर्किन लाग्यो होइन हामी चाहिँ 8 बजिसक्यो होइन